अवस्था यो बिजोग भए अवस्था अब हामी कहाँ जाँदैछौँ घर जाँदैछौँ जुत्ता लाएर हिँड्न नसकेर ल है यो चाहिँ हिँडेर जाने बाटो है नुवाकोटबाट फर्किँदाखेरि गाडी हामी पहिला पूजा गर्न आउँदा यही बाटो हिँडेर जान्थ्यौँ आज फेरि धेरै वर्षपछि यही बाटो हामी हिँडेर जानेछौँ तर हातमा जुत्ता बोकेर ल के हो यो मजाको छ कि जङ्गल त है यसरी नुवाकोटे सम्धि के छ है है मजाको छ त रमाइलो छ त अलिकति डर लाग्यो मात्रै हो सुनसान भएर जङ्गलको बाटो हिँडेर ल आयो गाइजु ल यस्तो उकालो छ यहाँ तर पहिला यही बाटो बनाउनलाई लागि पर्नु पर्थ्यो अहिले जस्तो अब रोड कहाँ पाउनु भाइ हामी कति हिँड्यो भनिहाल्यो नि ल काइता खा यार माया साया त कोही छैन अब यहाँ बाघ भालु देखे मात्रै हो जङ्गला क्या मजा खाके हेर्न ढुङ्गा ओछ्या चट्ट है खाली खुट्टा हिँड्नलाई यहाँ पो बनाउनु पर्ने ब्युटी विथ पेन भन्दै उही खेल टोक्यो मलाई कमिलाले आछा मारे उही निकालिदियो रोटे कमिला छिटो छिटो मान्छे मोबाइलबाट समाएर बसी खान औ ज्वरो आउँछ आउँछ भने त्यसको आमा खुट्टा पिडो लगाउँछ काम या ओइ ज्वरो आउँछ भने रोटे कमिलाले टोक्यो भने भनिरहेको छु त निकालिदिन्छन् हामीलाई स्कुलबाट ओ तिमीहरू तिनजना नआऊ भोलिदेखि भन्छन् हो केटा त टाटा बाई बाई भनिदिन्छौँ हामीले पनि आइया ल ए रमाइलो भयो आज कस्तो रमाइलो भयो है रमाइलो भएन ओलो गेलो भन्छ नि सेतो जुत्ता रातै भए आफ्नो बुट यो ताल छ यहाँ बुट हो कि बुट हो नलाउनु सक्नु खुट्टा दुखेर भाइ यसरी खाली ट्याक्क 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 तपाईँलाई अब नि गाह्रो भइरह केले गाह्रो भयो ल झिँडा अगाडि क्या मजा ढुङ्गा हेर्नु यहाँतिर एउटा दुइटा फोटो हानौ न